हेलो हेलो साथीहरू नमस्ते हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो अर्को एउटा मिनी भ्लगमा। आजको मिनी भ्लग चाहिँ एकदम सानो छ साथीहरू, नछुटाइकन हेरिदिनु होला है। अनि यो मिनी भ्लगमा चाहिँ मैले आज के बनाउन जाँदैछु भनेर हजुरले हेरेर पनि थाहा पाउनुहुन्छ है। मैले चाहिँ रसगुल्ला बनाउन जाँदैछु। त्यसको लागि मैले दुध फटाएर खोया बनाएको थिएँ। अनि यो खोयालाई चाहिँ सानो सानो गरेर अनि मजाले माड्नुपर्छ क्या साथीहरू। माड्ने हत्केलाको सहायताले मजाले यसरी माड्ने, एकदम सफ्ट नभइन्जेलसम्म माडेको गर्ने 2-3 मिनटको लागि चाहिँ मजाले माड्नुपर्छ। अनि माडिसके पछाडि यसलाई के गर्ने भने 5 मिनटको लागि चाहिँ ढाकेर छोडिदिनुपर्छ। अझै सफ्ट हुन्छ क्या, जति सफ्ट भयो उति टेस्टी हुने हो कि यो चाहिँ, सफ्ट स्पन्जी हुन्छ नि त। अनि त्यस पछाडि यसरी ढाकेर राखिदिने 5 मिनटको लागि डो बनाएर। अनि डो बनाएर ढाकेर राखिसके पछाडि यता मैले तयारी गर्दैछु चास्नीको लागि। चास्नी बनाउनको लागि मैले एउटा कराईमा लिएँ 1 कप चिनी। अनि चिनी 1 कप राखेर जति चिनी राखिन्छ नि हामीले त्यति नै पानी राखेर अनि एकछिन पकाउने के, यसलाई चाहिँ एकछिन पकाउनुपर्छ। अनि त्यस पछाडि यता यो पाक्दै गर्दाखेरि मैले फेरि यता के गर्दैछु भने 5 मिनट भइसक्यो। अनि यो खोयालाई चाहिँ सानो सानो डल्ला बनाउने। मैले चाहिँ एकदम सानो सानो डल्ला बनाउनु पर्छ है साथीहरू। मैले चाहिँ अलि हल्का ठुलो बनाएछु कि यो फेरि फुल्छ नि त पछि गएर, डबल हुन्छ फुलेर। अनि कस्तो थ्याप्च भएको थियो क्या, मेरो सेपै राम्रो बने थिएन। अनि त्यही भएर हजुरहरूले चाहिँ इनकेस बनाउनु भयो भने सानो सानो डल्ला बनाउनु है। मैले चाहिँ ठुलो बनाएछु अनि पछि फुलेर कस्तो नराम्रो सेप भयो कि। अब नेक्स्ट टाइम मैले बनाउँदाखेरि त्यसरी नै बनाउँछु क्या मैले पनि। अनि त्यस पछाडि त चास्नी पनि रेडी भइसक्यो। अनि मेरो हेर्नु न यहाँ बल्स कस्तो सानो सानो, मतलब के राम्रो राम्रो देखिएछ बल्स बनाएर यहाँ देखाउँदैछु हजुरहरूलाई होइन। अनि त्यस पछाडि त्यो चास्नी हल्का थोरै घटिसके पछाडि त्यो बललाई लगेर चास्नीमा डुबाइदिने अनि पकाउनुको लागि छोडिदिने एकछिनको लागि। तबसम्म पकाउने हो जबसम्म यो फुलेर हाम्रो अघि जो डल्ला बनाएको थियौँ नि त्यो डबल हुँदैन। हेर्नु अब मेरो अलमोस्ट रेडी भइसक्न लागेको छ। अनि यस्तो साउनको बेलामा दुध फटाएर यसरी बनाएर खानु कस्तो मजा हुन्छ साथीहरू। हजुरले पनि ट्राई गर्नु होला, कस्तो मिठो बन्छ। घरमै बनाउन सकिन्छ यस्तो स्विट्सहरू, बाहिरको खानै पर्दैन। म त झन् स्विट लभर परेँ एकदम, जति पाए नि खाने क्या म फेरि। अनि बनाउँछु, ट्राई गर्छु कस्तो बन्छ भनेर गरेको। साँच्चैको बन्यो क्या साथीहरू है, कस्तो मिठो भएको थियो। हजुरहरू पनि ट्राई गर्नु होला। हुन्छ त साथीहरू, आजको लागि यति नै। सी यू इन माई नेक्स्ट भ्लग, बाई बाई।